हेलो गाइज, वेलकम टू माई मिनी भ्लग। आज चाहिँ हाम्रो क्याफे अगाडि सरसफाइ गर्ने सल्लाह भयो। भाइ सरसफाइतिर लाग्यो, म उसको भिडियो बनाउन लागेँ। अनि उसले चाहिँ हातमा प्लास्टिक हालेर फोहोरहरू टिप्दै थियो। फोहोरहरू टिप्दै उसको चाहिँ प्लास्टिकमा पल परेछ। अनि मलाई प्लास्टिक ल्याइमाग्यो, मैले प्लास्टिक लगिदिएँ। प्लास्टिक चेन्ज गर्दै थियो, चेन्ज गर्दा उसले अब प्लास्टिक बाँध्नुपर्ने भयो। त्यसपछि उसले मलाई प्लास्टिक बानी माग्न आयो। त्यसपछि अब यहाँनिर हेरिराख्नुहोस् है, हाम्रो रेगुलर कस्टमर दिदीहरू चाहिँ आउँदै हुनुहुन्छ। अनि उहाँहरू चाहिँ अब यसो हेर्नुहुन्छ क्यामेरा के रहेछ भनेर होला सायद। अनि यति गर्दै यता हरिदाई पनि मार्केटमा सामानलाई रेडी गर्दै हुनुहुन्थ्यो। मैले क्यामेरा देखाएँ कि चस्मा लगाइहाल्नुहुन्छ उहाँले चाहिँ। अनि त्यसपछि उहाँको सामान चाहिँ धेरै भएर स्कुटरमा अँटेन। त्यसपछि मलाई फेरि प्याक गरिदियो रे। अनि मैले प्याक गरिदिन थालेँ, उहाँले भिडियो बनाउँदै हुनुहुन्थ्यो, आफ्नो पनि मेरो पनि बनाइँदै हुनुहुन्थ्यो। यति गर्दै थियौँ हामी चाहिँ। उता भाइ काम गरिरहेको थियो। अब यति गर्दै हरिदाई पनि जाने बेला भइसक्यो। अनि उहाँ जानुभयो मार्केटमा। अनि त्यसपछि मैले भाइको भिडियो नै कन्टिन्यू बनाएँ। भाइ एकदम मेहनतको साथ काम गरिरहेको थियो। झारहरू पनि हामीले नउखेलेको धेरै समय भएको थियो, त्यही भएर उसले झारहरू पनि उखाल्दै थियो, फोहोरहरू पनि टिप्दै थियो। म चाहिँ उसको भिडियो कन्टिन्यू बनाइरहेको थिएँ, उसलाई जिस्काइरहेको थिएँ, गफ गरिदिरहेको थिएँ होइन। अनि त्यसपछि यति गर्दै उसले चाहिँ झारहरू पनि सबै कुरामा सबै उखालिसक्दै थियो। अनि त्यसपछि हामी चाहिँ यता पनि फोहोर धेरै भएर म चाहिँ उसलाई फोहोर देखाउँदै थिएँ। यता पनि फोहोर छ भाइ टिपो भन्दै थियो। उसले चाहिँ एकदम मेहनतको साथ टिप्दै थियो। यति गर्दै हाम्रो क्याफे अगाडि चाहिँ कस्टमर आउनुभएछ। कस्टमरले चाहिँ हामीलाई हेरिरहनु भएको रहेछ। हामी म भिडियो बनाइरहेको थिएँ, ऊ सरसफाइ गरिरहेको थियो। अनि यति गर्दै हाम्रो भिडियो कम्प्लिट हुन पाएन, किनकि हाम्रो कस्टमर आइसक्नु भएको थियो क्याफेमा। अनि त्यो भएर उसलाई चाहिँ मैले ऊ काम गर्दै थियो, उसलाई मैले छोडेर अनि म चाहिँ लागेँ अब क्याफेतिर, किनकि कस्टमरलाई पनि हामीले हेर्नुपर्ने हुन्थ्यो। अनि त्यो भएकोले गर्दाखेरि म चाहिँ